फिलहाल म चाहिँ नाम्चीपट्टि लाग्दै गरेको है। यहाँदेखि सुरु गर्दैछु म चाहिँ स्टार्टिङ ब्लग है। हेर्नुहोस् तपाईँ नजारा कति राम्रो छ। लेट्स मुभ। क्यामेरा एङ्गल चाहिँ कस्तो छ है, तर अहिले चेक गर्नुपर्छ होला। यो ब्युटिफुल प्लेसलाई छोडेर म नाम्ची जाँदैछौँ। ए अचानक यसरी भिजिट पर्छ हो, कता कता कुद्नुपर्छ। त साह्रो पर्दैन हौ यस्तो जाडो टाइममा है। कुदेकै जिउ तातो भयो पनि खुट्टा चाहिँ चिसो नै हुन्छ, जति नै थर्मल लगाए पनि। र मैले अस्ति मिरीको भिडियो लगाएको थिएँ है, तपाईँहरूले हेर्नुभयो कि भएन तपाईँले हेर्नु सक्नुहुन्छ गएर। टु पार्ट्समा भएको छ है। एउटा जाँदा खालिको भिडियो, एउटा आउँदा खालिको भिडियो बनाएको छु। सायद तपाईँहरूलाई इन्फर्मेटिभ भिडियो हुन्छ होला, तपाईँले हेर्नु सक्नुहुन्छ। एकदम राम्रो, अब पहाडतिरको कस्तो हुन्छ भिडियो होइन, राम्रो सिनेरी भएको छ, तपाईँले हेर्नु सक्नुहुन्छ। र फिलहाल चाहिँ म त्यही हो, अब कामले गर्दाखेरि अचानक सडनली इङ्ग्लिस पनि नेपाली पनि है कडा नाम्ची जानु पर्दैछ है। अब कामै यस्तै हो, फोनहरू उठाउँदैन, गरिदिन्छु भन्छ, फोनहरू उठाइदिँदैन। अन्त त्यही भएर त अब भिजिट जानै पर्छ यसरी फिल्ड हो। के कुरा भन्नु र, अब सिधै कुरा भन्दा खालि म कलेक्सनपट्टि काम गर्छु है। त्यसले गर्दा खालि चाहिँ अब कुन कलेक्सनमा गर्दैछु भने त्यो चाहिँ म भन्दिनँ। र त्यही कलेक्सनै गर्नु गएको म। अन्त फोन नउठाएर चाहिँ नाम्चीतिर लाग्दिएको, नाम्चीको कस्टमर हो। र तपाईँहरूलाई पनि यसो मोटो भ्लग गरिदिउँ, सो देखाइदिउँ भनेर चाहिँ भिडियो अन गरेको है। हेर्नुहोस् होला। फिलहाल चाहिँ पर देख्दै गरेको नाम्चीहरू हो सबै है। नाम्ची आइपुग्नु आँटेको छु म। अब फोनै उठाइदिएको छैन त्यो मान्छेले कि, त्यही भएर नाम्ची आइपुग्नु आँटिसकेको छु। अब नाम्चीमा भेट्छ भेट्दैन, नाम्चीमा खोज्नुपर्ने हुन्छ हो। याहु यो आँखाले यो के भन्छ, घामको लाइट हेर्नुहोस् न कस्तो ओरेन्ज देखिरहेको छ आँखाले चाहिँ। क्यामेरामा चाहिँ कस्तो देख्दैछ मलाई याद छैन है। त्यो राम्रो शीतल तातो है। यहाँ पर एकदम राम्रो कञ्चनजङ्घा देखिरहेछ। यहाँ अब एक्सन क्यामेरामा त देखेको छैन होला है, म तपाईँलाई एकछिनबाट फोनबाट जुम गरेर देखाउँछु ल। त्यो स्टडिज देखिरहेको छ यहाँबाट चडक्कै पढेको। र फिलहाल चाहिँ अब हामी नाम्ची छिरेको अवस्था। यहाँबाट रामङला गभर्मेन्ट कलेज, सिकिप, देन्ताम त्यति जग्गा जान्छ है। त्यही नाम्ची गेट छिड्यौँ। यहाँदेखि चाहिँ उता नाम्ची पढ्यो तपाईँको। वाउ कस्तो दामी देखिरहेको छ। कोही कन्टेनर हेर्नुहोस् न, यो घामले त झन् सिनेरी त आहा, यो तलको त कर्स्याङ देख्दो रहेछ। कस्तो मजा देखेको है। हेर्नुहोस् आम्मामा बजार भिड त होइन रहेछ, भिड त यसलाई चाहिँ मेन नाम्ची बजार। यहाँ अगाडि सेन्ट्रल पार्क देख्नु सक्नुहुन्छ तपाईँले, म देखाउँदैछु है तपाईँलाई ल। तर सेन्ट्रल पार्कपट्टि जान्दिनँ म, लेफ्ट साइड कस्टमरको गाडी हेर्दै जान्छु है। यो तपाईँको नाम्ची बजार, स्मार्ट बजार। रोड चाहिँ के हो यस्तो स्मार्ट बजार छ, तर रोड चाहिँ हेरौँ न आम्मामा खाल्टाखुल्टी। तपाईँको यता चाहिँ सेन्ट्रल पार्क भन्छ है। धेरै मान्छेहरू घुम्छ यता चटक्कै भएर, हामी चाहिँ यता चट्ट भएर जानुपर्छ। त बिचमै रोकेर के
हरेस गरिदिन्छ नि त यसरी टप मोडलहरू क्या। नाम्चीबाट चाहिँ फर्केको अवस्था है, कामहरू पनि भयो है, काम भइसकेर निस्किँदैछु। धेरै रात परिसक्यो अहिले, विन्टरले गर्दा खालि छिटो छिटो रात पर्छ, घाम छिटो अस्ताउँछ। हेर्नुहोस् न ओरेन्ज देखिरहेको, ओरेन्ज लाइट, सनलाइट ओरेन्ज भइरहेछ। चाहिँ राति कस्तो देख्दैछ है क्यामेरामा, अब त्यो त जज गर्नु सकिँदैन है। हेर्नुहोस् अब अगाडि टेरिका लु नाम्ची बजार झिलिली, आम्माम्माम्माम्माम्मा हेर्नुहोस् त त्यहाँ कस्तो झिलिली देखेको, आम्माम्माम्मा कडा छ त कडा। हेर्नुहोस् के हो, आम्मा लाइटै लाइट छ त, कडा न कडा, के मजाको स्याक्टिस। यस्तो त छ भिड, अन्त के गर्नु। आम्माम्माम्माम्मा नाम्ची बजारमा भिड हेर्नु सक्नुहुन्छ। भिडियो चाहिँ आजको एकदम सर्ट थियो है, त्यही अलिकति बनाउनु मन परेर चाहिँ बनाएको। तपाईँलाई के कसो लाग्यो है यसो कमेन्ट गरिदिनुहोस्। हुनु त अब नयाँ नयाँ म पनि बेसी राम्रो त भिडियो आएको छैन होला, यही बाटो जस्तै कहिले आउँदै कहिले गर्दै आउँदै कहिले नआउँदै गर्छ है, भित्किएको बाटोको जस्तै यहाँ राम्रो छ अगाडि घिनलाग्दो हुन्छ। त्यही भएर मेरो भिडियो पनि आउँदै जाँदै गर्दैछ। अनि एकदमै टाइट छ ड्युटी आवरमा, त्यही भएर अन्त बिजी भएर केही बनाउनु पाएको छुइनँ है। सायद अलिक वर्ष बाद, अलिक महिना बाद दामी भिडियोहरू ल्याउने छु म तपाईँहरूको माझमा। फिलहाल चाहिँ अहिले मेरो प्र्याक्टिस हुँदैछ है। तपाईँहरूलाई के कसो लाग्छ कमेन्ट गरिदिनुहोस् होला। ल है त, बाई बाई, गुड नाइट। गुड नाइट चाहिँ अब गुड नाइटै हो, रात परिसक्यो हो, त्यही भएर बाई बाई। नेक्स्ट टाइम नेक्स्ट ब्लगमा भेटौँ है त, टेक केयर।